कस्तो होला त मेरो यो मिनी ब्लग। हेलो एन्ड साथीहरू, आई होप तपाईँहरू सन्चै नै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। आज चाहिँ मेरो डे अफ इन कतार। म चाहिँ आज बिहानै त होइन दिउँसै उठेर चाहिँ चट्ट ब्रस सस गरेर होइन मेरो यो अलिअलि भगदारी पनि चट्ट म काटेर एकदम चिरीचट्टै भइरहेको छु। साथीहरू तपाईँहरूको पनि दारी जुङ्गा तपाईँहरूलाई पालेको कस्तो ठिक लाग्छ, मलाई चाहिँ एकदम ठिक लाग्दैन, त्यही भएर म काटिहाल्छु। त्यसपछि मुख त धुनै परिहाल्यो होइन साथीहरू। दाह्री जुङ्गा ब्रस गरिसकेपछि त मुख त धुनै परिहाल्यो चट्ट होइन, चिटीचट्टै पार्नु पऱ्यो। मुख नधोइकन त फ्रेस भएको महसुसै हुँदैन कि मलाई, त्यही भएर म चाहिँ मुख चाहिँ चट्ट धोएर चाहिँ चट्ट होइन चट्ट चिटीचट्टै भएर एकदम बसिरहेको छु। अनि तपाईँहरूलाई कस्तो लाग्छ मेरो मिनी ब्लग होइन, यसो हेर्नु होला होइन। त्यसपछि चाहिँ म सिधै रुममा लाएर रुम मिलाउन लागेँ होइन। रुम पनि मिलाउनु त पर्यो, यति फोहोर भइरहेको थियो कि होइन, त्यही भएर रुम सम मिलाउन यता जिउ पनि अलिक तन्काएको जस्तो गरेर गरेँ। अनि त्यसपछि पानी पिउन थालेँ। त्यसपछि म अनि झाडु यहाँ चाहिँ ब्रस हुन्छ, ब्रस बोकेर चाहिँ रुम बढार्नतिर लागेँ। रुम पनि बढार्नु त पर्यो होइन साथीहरू, आफ्नो छुट्टीको दिन त यति त गर्नै परिहाल्यो। अब अरूले गर्छ गर्दैन त्यो थाहा भएन होइन, तर पनि आफूले चाहिँ आफ्नो छुट्टीको दिन चाहिँ म चाहिँ रुम सफा गर्नतिर लागेँ। त्यसपछि अब लुगा त धुनै पर्यो होइन साथीहरू, हप्ताभरिको थुप्रिएको लुगा त धुनै परिहाल्यो। किनभने अब लुगा सफा सुग्घर पनि हुनु पर्यो होइन, आफ्नो अब पसिना पसिनाले गन्दा भएको लुगा त धुनु परिहाल्यो। त्यही भएर होइन चट्ट लुगा धोएर चाहिँ म चाहिँ होइन त्यसपछि अनि तपाईँहरूलाई यो बाहिरको सिन देखाउँदैछु होइन। यो बाहिरको यस्तो काम चर्किरहेको छ नि साथीहरू, 45 डिग्रीभन्दा माथि नै छ हौ साथीहरू गर्नु। त्यही भएर म चाहिँ चिसो एक बोतल पानी लिएर चाहिँ एकदम अनि सासै नफेर्ने क्लाट पिउन थालेँ साथीहरू। त्यसपछि गएर आफ्नो अब नङ लामो भएछ, यसो नङ काट्नतिर लागेँ। हात खुट्टा दुइटैको नङसङ काटेर अनि चट्ट खानातिर सुट लागेँ। खानामा पनि मैले आज ब्राउन राइस र त्यो अर्को सेतो राइस नर्मल राइस मिसाएर चट्ट होइन खाना खान लागेँ। तरकारी मेरो थियो, त्यही भएर राइस मात्र बसाल्यो खाएँ होइन। तपाईँहरूलाई ब्राउन राइस कस्तो लाग्छ साथीहरू? मलाई चाहिँ एकदम मिठो लाग्छ होइन। त्यसपछि यो टन्न खाना खाएपछि म लागेँ बिल्डिङको छतमाथि चिसो जुसको साथमा नाइट भ्यू हेर्नको लागि। यस्तै छ साथीहरू मेरो कतारको डे अफ होइन। तपाईँहरूको डे अफ कसरी बित्छ होइन, प्लिज कमेन्टमा भन्नु होला। अनि यस मेरो यो मिनी ब्लग तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्टमा सल्लाह सुझाव दिनु होला होइन, कमेन्ट गर्नु होला, लाइक गर्नु होला होइन, मन परेमा सेयर पनि गर्नु होला साथीहरू। यस्तै छ होइन जिन्दगी, परदेशी जिन्दगी। साथीहरू आजलाई यति नै है, नेक्स्ट ब्लगमा भेट्नुपर्छ है। बाई बाई साथीहरू, बाई बाई, टेक केयर।